165 निर्वाचन क्षेत्रमा चाहिँ हारिहाल्ने चाहिँ ओखलढुङ्गा हो, जित्दै जित्दैन भनिदिएको छ केन्द्रको नेताले। अनि त्यसले के मेसेज जान्छ? चुनाव त हामीले पनि ती तीनचोटि त जला बोक्यौं। एकजना त प्रदेशको सदस्य नै हुनुहुन्छ, अहिले प्रदेशको मन्त्री नै हुनुहुन्छ अहिले। अनि राजनीति सबै आफ्नै व्यक्तिगत रूपमा आफूलाई मात्रै हो भने राजनीति किन अरूले गर्दिने? होइन, राजनीति पालो फेरो सबैले हो भने सबैले सहयोग गर्नुपर्छ। आज कुमारले हारेर केही छैन, 5 वर्ष पछाडि त जितेको भए अरू साथी आउँथ्यो होला नि त। उहाँहरूले पनि चुनाव टिकट लिएर आउँदा हुने होला। अर्को 5 वर्ष पछाडि त फेरि अर्को उम्मेद्वार पार्टीले त्यहाँ पठाउँछ नि। अनि पार्टीमा आज के हुन्छ? आज कस्तो परिणाम भयो? आज कांग्रेसले संघीय सभासद कांग्रेसको पल्टामा परेको भए के हुन्थ्यो? 1 वर्ष पछाडिको आज तलदेखिको मनोबल के हुन्थ्यो? हाम्रो क्याडरको, हाम्रो कार्यकर्ताको, हाम्रो नेताको, स्थानीय नेताको मनोबल के हुन्थ्यो? कम्तीमा सांसद जित्यो हामीले अब ओडा जित्छौँ, हामी पालिका जित्छौँ, मनोबल उच्च हुन्थ्यो।